नमस्ते सवारो। आज पनि म मेरै फेसबुक लाइभमा उपस्थित भइसकेको छु जस्ट थाम्लिङ। आज पनि थोरै करासोबारीतिर आएको छु। करासोबारीतिर आउँदै गर्दा यसो हजुरहरूलाई थोरै भिडियो देखाउन गइरहेको छु। आज काँक्रा टिप्न आएको थिएँ, फर्सी काँक्रा टिप्न आएको थियौँ। अनि काँक्रा फर्सीहरू पनि रहेछ रहनु चाहिँ फर्सी हेर न, यत्रो यत्रो होइन, कत्रो कत्रो यत्रो फर्सी, 1300 काँक्रा जस्तो क्या, काँक्रा जस्तो फर्सी हेर न छन्। अनि अलिकति टिप्यो, तर मैले कहिलो कहिलो मात्रै बोक्दैछु, कहिलो कहिलो मात्रै होइन। छ ठुलो ठुलो त अब मिठो हुँदैन भन्ने कुरा गरे रहेछ। काँक्राहरू लग्यो, काँक्रा 2-4 बकेट बोकियो। अनि बोडीहरू पनि रहेछ धेरै। पर साथीहरू, मेरो श्रीमती पनि है, त्यो परको रातो लन चाहिँ मेरो श्रीमती हो। अनि यहाँ तल तल पनि छ, खोइ के छ कोनि, धेरै छ। अस्ति चाहिँ तल आएको थिएँ टमाटर, सानो टमाटर लिनु। अनि आज यहाँनिर आइरहेछौँ। रमाइलो एकदम है, बिहानको घाम, तातो मजाको घाम, न्यानो छ। अनि आज यो चाहिँ अमेरिकाको यहाँकोले खाने बोडीहरू रहेछ, सानो 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 सिनिकै सिनिकै। यिनीहरूले भैँसक काँचै खान्छ जस्तो लागेको छ यो बोडीहरू चाहिँ। यो काँचो खाने बोडी जस्तो लाग्छ, यिनीहरूले काँचै खान्छ। यिनीहरूको त बडी पकाएर भन्दा पनि काँचै खाने गर्छ नि त। सागहरू, बोडी के है, फर्सीहरू पनि सबै काँचो खान्छन् क्या। हामी मात्रै पकाएर खाने थियौँ। हाम्रो बहिनीले पनि यहाँको सिको लिँदैछ, अब काँचो काँचो खानुला होला। ए हाफ भनेपछि आधी पकाएको। यो कालो रहेछ नि त यता उँभोपट्टिको। कुन चाहिँ यो काँचो खाने चाहिँ कुन अरे? ए कालो रहेछ है यो कालो, ट्यापै फलेको रहेछ त। हेर त साथी, हेर्नुहोस् न, होइन छ्याप छ्याप फलेको छ। हेर्नुहोस् है, आधा नै मुटु धर्कन सासटोरीहरू। आज म करासोबारीमा आउँदै गर्दाखेरि तपाईँहरूलाई यो हाम्रै आफ्नै आफूले बनाएको यो सबै। हेर न, मैले हेर न कसरी बनाएको छु। साथीहरू लगाएको छु, पानी पाइपहरू यसरी गरेर। यो बारीमा अलिकति बोडीहरू रोपेको थिएँ। खोइ कति टिप्नु भयो। ए ल, तर मैले गाउँले बहिनीहरूलाई त्यत्तिकै दिएको आएर फ्रीमा। के अस्ति झ्याप्पै फलेको थियो नि त। अस्ति चाहिँ मैले बकेटको 7-8 रुपियाँ गरेर दिइहालेँ। 2 रुपियाँ पाउन्डको त्यस्तै 8-8 जस्तो थियो होला, मैले त्यतिकै दिएको नि। अनि आएर धेरै लगे हाम्रो नेपालीहरूले। आजको दिन चाहिँ आज भनेको चाहिँ मङ्गलबार हो, फ्रीमा। आज चाहिँ फ्रीमा मैले दिएको। जतिजना आउनुहुन्छ तपाईँहरू आज चाहिँ फ्रीमा है। फ्रीमा भनेपछि त साथीहरूले त बोटै लैजा जस्तो गर्छ त। त्यसो नगर्नुहोस्, बोडी झ्याङ चाहिँ नमारिकन टिपिदिनु होला भन्न चाहन्छु। हेर्नुहोस् है, कहाँबाट हेर्नुहुन्छ, भुटानबाट, इन्डियाबाट, अस्ट्रेलिया, क्यानाडाबाट हेर्दै होला। यो चाहिँ मेरो करासोबारी हो थोरै है। यसैले अलिकति लगाएको थिएँ, काँक्रा अलिकति लगाएको थिएँ। काँक्रा त्यति भइन्छ, बोडी मात्रै भयो। काँक्रा पनि भएको थियो, अस्ति अलिकति लग्यो। अनि फर्सीहरू। अनि साथी, तपाईँको कोठेबारतिर जान्छु नि भनेर नि करासोबारतिर नि लिएर आएको थिएँ। अनि आज लिएर आइरहेको छु। अब यहाँनिर सबैजनालाई नमस्ते नमस्ते नमस्कार है। सबैजनालाई मैले यो यसो दृश्यहरू देखाइरहेको छु। मजा छ। यो अमेरिकाको आयो एक रन, मेरै घर नजिकै हो। अनि
उहाँ भाइ बहिनीहरूले नि भातपुरी आज फ्रीमा मैले दिएको। अस्ति चाहिँ मैले अलिकति सस्तो दिएको थिएँ। आज चाहिँ फ्रीमै आएर लानेले फ्रीमा लानु भनेर, यो चाहिँ रलपल फलेकोहरू हो, त्यो भएकोले गर्दाखेरि आएर खोजेर लानु भनेर मैले दिइपठाएको सबै। लानु उतै फर्सी पनि लानु है बहिनी, उतै पनि लानुहोस्। किनभने आज रलपल मैले सबै दिएको। को आउनुहुन्छ आज सबै मैले फ्रीमा दिएको। सबैजना फ्रीमा लाने मान्छे। उयो तलको चाहिँ के रहेछ हौ, यो कसले रोप्यो चाहिँ? यहाँ त मैले त त्यहाँबाट यता मात्रै रोपेको, उँधो कसले रोप्यो? हेर्नुहोस् है। हजुर सबैजनालाई नमस्ते नमस्ते नमस्कार है, सेवारो है। आज यहाँनिर आइरहँदाखेरि आफ्नो कोठेबारीमा देखाइरहेको छु फर्सीहरू। अस्ति त जप्प फलेको थियो फर्सी है, हेर्नुहोस् न। वाह छन्। अब आजलाई तपाईँहरूलाई भिडियो यति देखाउन चाहेँ र आउँदो दिनमा पक्कै फेरि तपाईँहरूलाई म कहाँ जान्छु तपाईँहरूलाई यो लोकेसन रमाइलो लाग्ने ठाउँ देखाउने कोसिस गर्ने नै छु। र अहिलेलाई भने यो एकदम रमाइलो ठाउँ देखाएर म अब बिदा हुन चाहन्छु। हवस् त, नोगेन सवार।